गाइज वेलकम टु माई न्यू ब्लग। म चाहिँ आज घरबाटै स्टार्ट गर्दैछु ब्लग होइन। आज यसो घरबाटै स्टार्ट गर्दिनँ भनेर स्टार्ट गरेको मैले घरबाट। म स्कुल जाने टाइम पनि भइसकेको छ। म त्यही पनि अहिले नै छोटो मिठो ब्लग बनाउँ भनेर आएको। यसो हाई गाइज, म कहीँ पनि जान्न आज। पछिको ब्लगमा म चाहिँ यता टाढै जान्छु। योभन्दा पछिको ब्लगमा म कहीँ पनि जान्न आज। यतातिर बसेर बनाउँछु गाइज। हाम्रो गाउँ पनि यस्तो छ गाइज। यो मेरो घर गाइज, यता माथि घर है गाइज। हाम्रो घरमा चाहिँ वाइफाई छैन। म चाहिँ यहाँ माथि आएर एडिटिङ गर्छु गाइज। हाम्रो घरमा चाहिँ वाइफाई छैन गाइज। यहाँ माथि आएर एडिटिङ गर्छु। हाम्रो मम्मीहरू पनि मेला जानुभएको छ। म घरमा एक्लै हो के अरे। अब म स्कुल जाने टाइम भयो। कति बज्यो भन्दा बज्यो होला 7:30 जति गाइज। यस्तो छ हाम्रो गाउँ। माथि घर जानेछु है। यहाँ गएर टक्क उसले यतातिर घुम्न जाऊँ गाइज होइन। यस्तै त हो नि गाउँघरतिर है गाइज। लास्टै हिजो बल खेलेर आएको गाइज। लास्टै खुट्टा दुखिरहेको गाइज। कता जाने होला त अब भन्दा गाइज। एकछिन पछि भेटौँला गाइज। रोक्नु है गाइज। यस्तो छ गाइज। म चाहिँ एकछिन त्यहाँनिर यसो बुवाहरू हुनुहुँदैछ, त्यही भएर त्यहाँ एकछिन कस गरेको होइन। म यतै बस्छु चौतारातिर। म तपाईँहरूलाई यहीँ बसेर भ्लग बनाउँछु गाइज। यहीँ बसेर भ्लग बनाउँछु। म आज कहीँ पनि जान्न गाइज है। गाइज यो चौतारामा चाहिँ धेरै मान्छे आउँछन् गरी महिनामा बस्न। अहिले दिउँसो प्याक हुन्छ गाइज यो चौतारा। पुरानो चौतारा, पहिला जेबाउ हजुरबाउदेखिको पालाको यो चौतारो है गाइज। पहिलाको चौतारो हो यो। यो चाहिँ मेरो अङ्कलको घर हो गाइज। त्यता जान्छु म। त्यता म यो भ्लगमा, योभन्दा अर्को भ्लगमा नि होइन, पछि 2-3टा बनाएपछि पछिको भ्लगमा म त्यहाँ जान्छु गाइज। त्यहाँदेखि गएपछि चाहिँ म कहाँ जान्छु भन्दा यतै तलतिर झर्छु होला, यतै तलतिर। अनि त्यहाँपछि म अहिले त स्कुल जाने बेला भएको छ नि त, त्यही भएर हो गाइज। म धेरै लामो त भ्लग बनाउँदिनँ, त्यही छोटो 5-6-7-8 मिनटको बनाउँछु होला गाइज। म यहाँ एकछिन पछि म स्कुल जाने टाइम हुन्छ। त्यहाँ बोलाइरहेछ बाबु बाबु भन्दै गाइज। यस्तो छ हाम्रो गाउँ। यो कुखुराको उस भइहाल्यो गाइज। माथि पनि गाउँ छ। हामी चाहिँ हेऱ्यो यहाँ तल बस्छौँ गाइज। त्यही भएर जब म स्कुल जाने टाइम भयो 8:30 होइन 8 बज्यो। म स्कुल जाने टाइम भइसक्यो। म अब यसो मुनितिर गएर अनि घर आउँछु होला गाइज। यसो मुनितिर जाऊँ पहिला अनि म घर आउँछु गाइज। मुनितिर पनि गाउँ छ नि गाइज। यस्तो गाउँ छ है। उता झन् कति राम्रो छ है गाइज। यस्तो छ गाइज। यस्तो छ गाइज।
म चाहिँ यसो तल जाम भनेर निक्लेको। यहीँ तलसम्म मात्र हो गाइस, रोडसम्म। धेरै यहाँ पनि गाडी धेरै हुन्छ। म चाहिँ घुमघाम म दिनदिनै आइरह हुन्छु यता, त्यही पनि यसो घुमाउँ न भनेर आएको। यहाँ रोडमा गाइस पहिला हामी गाइस त्यहाँ बल खेल्न जान्थ्यौँ। म त्यो घरमा डाँडामा डुडुम हानेर घरै पुरा त्यहाँको उसे भत्काइदिन्थ्यो गाइस होइन। यहाँ चाहिँ यो रोड हो कि यहाँडी गाडी जान्छ आउँछ, यहाँडी पनि आउँछ गाइस। मेरो घर चाहिँ यता माथि हो कि गाइस, यस्तो छ यहाँ गाइस। यहाँ चाहिँ बिष्टहरूले त्यहाँको बिष्टहरूले पूजा गर्छन् हेऱ्यो ठुलो बुटमा चाहिँ होइन गाइस, पूजा गर्छन्। यहाँ चाहिँ यसरी मान्छे हिँड्छन् के गाइस, यसरी मान्छे हिँड्छन्। यस्तो यता पनि मान्छे हिँड्छन्। हाम्रो गाउँ हो गाइस यो। हाम्रो गाउँ भइहाल्यो त्यो गाइस होइन। अब घरतिर लागौँ, मनितिर त आयो, घरतिर लागौँ अब है गाइस। यहाँ चाहिँ यो बाटो चाहिँ गाइस यो बाटो छ नि मैले देखाएको यो अहिले, यो बाटो चाहिँ गाडी उक्लिन एकदम गाह्रो हुन्छ यो पानी परेको बेलामा गाइस, यति गाह्रो हुन्छ। यहाँदेखि गाडी पल्टिन पनि सक्छ गाइस, त्यस्तो बाटो हो यो। पल्ट्यो भने गयो, यहाँदेखि स्पिडमा आएर हेरी यहाँनिर ठोक्यो भने गयो, त्यस्तो हो गाइस। यस्तो यहाँनिर पल्ट्यो भने गयो गाइस। अब म चाहिँ स्कुल जाने टाइम भयो, म भ्लग यहीँ गर्नु छु। अब लाइक सब्सक्राइब गरिदिनुहोस्, माया देखाइदिनुहोस्, म अझै पनि राम्रो भिडियो हाल्छु है गाइस। आज चाहिँ यसो स्कुल जाने टाइम भएर यो गाउँतिरको बारेमा देखाएको गाइस होइन गाइस। त्यो चाहिँ हाम्रो अङ्कल